पर्दैन बसी पनि हुन्छ हो खानाहरुमा सधैँ आजदेखि लु गुनी चलो मजाले लगाएर आउनुहोस् अनि त्यहाँ बस्नुपर्छ हजुरको गोडा धुनुपर्छ राम्रो शुभ खाद्य होस् राम्रोसँगले गरी खानु गरी खानु रोगीहरूले सबै हटोस् रोगीहरू खानु अब खानु गोडा मुनि गोडा मुनि यसरी राख छोरी मेरो बहिनी त हो त्यसरी यसरी जोल ठेरेर राखिदिए बुढी अमलाको पानी दिनु ल अब हात धुनुहोस् दुईटा हातको पानी हाल्नु हो त्यो दुई हात यहाँ वहाँ माथि हात यहाँ हात पुस्दिनु न हात पुस्नु अब टिका छ बुवा लु टिका लगाइदिनु हातमा बाबुलाई अब एकछिन पैसा परिपूर्ण पादो अग्नि श्रावणार्यम राम्रै छ काकी काका राम्रै छ खुट्टा पादम ओम रासना शोकन्यानाम रासना अलि मज्जाले खानु पुग्ने गरी हो छाडी बडालाई पुग्ने गरी खुवाउनु पर्छ नि यस्तो गरेर अब आमाको पालो पालो गरे अनि टिका लाउनु ल तपाईं उतैबाट जानु न भिडियोहरु ल अलि थोरै कन्या सरा पादो काट्नु पर्छ ए काकालाई यता पुग्ने गरी हान्नु छैन हो पुण्य होस् धेरै खा टर्ने खा एउटा फोटो यसरी खिचिदिन त फेरि फुल बोक्रा मलाई फुले मात्रै दिन ठिक गरेको त अरे बुहारी के त साइड यता आउनु अलिकता उता फोटो त्यसरी छिराउनु साइडी बाहिर बसिराख्ने हो आउनु भित्र तल्लोबाट देखाउनु न यता अनि लाउनु दुई जनाले यस्तो क्यामेरा म त गरेर हो त्यो समाउनु न काका लु फोटो खिच्दै छोरी एउटा तानी तान पाएन त छोरीले छोरा भए म तँलाई भन्नु त कमलाई त जोड्न हौ जोड्न लागि चेक गरे टाढा कोठामा छ माइजु साइली माइजु त्यो कोठामा होस् छ होला ल्याइदिनु न हामी सर्छौं ओ यो दाजु हुन्छ यहाँ बडी बस्नु छ अप्ठ्यारो भयो भने अब त्यो रेडी भइराख्यो मैले बडी अलि धेरै खानु अब आइहाल है धेरै हालिदिनु हो अलि डाडा त साइला काका तपाईको नम्बर भाइ कहाँ हुन्छ छोरा बाउ खाले हुँदैछ अनि बुहारी खाली कहाँ हुन्छ लगाएर लु दुनु पानी तपाईँले गरिसक्यो लु दिनु दिनु न अनि। लु खै त लु म बोकेर कुदिहाल्छु बाउ खाले के अरे लगाइसकेको छैन बुहारी खाली कहाँ आउँछन् अनि छोरो खोइ पालो आइरहेको छ त बोल्नु हुँदैन खाएको बेला नानी सबै खिच्यो है कस्तो समातेको होइन गुरुले पानी त टन्नै दिनु पर्यो नि त काकीले सही गर्नु त्यो गर्दै जाँदा मिस्टेक हुन्छ त्यस्तै हो धेरै आउँछ पुग्छ म पुऱ्याइहाल्छु अलिक खान्दिन न भाउजूले पानी त तन्ड छ देऊ खाना तन्ड घाँटी पनि नभिर्ने गरी खोइ त काका छोसेराले हप्काइदिइहाल्यो अघि होइन तपाईँलाई नै सघाउन आयो नि त त्यही भएर गोडा धुने हो नि त सिधै के बुझेर चल्यो त गोडा धुँदै धुनु अनि खानु बच्चा र खानु अलिक पछाडिको मान्छे भित्ने गरी हान्नु दिदी अहिले मेरो पाला त्यसो भनिदिनु ल म झ्याम रेणुका
पार्दैन म कहाँबाट आएको बस्नुको काम पो यसो गरेर यसरी यस्तो गर्नु हो त्यसरी देखाउनु ल सुरुमा गर फेरि यस्तो गर अनि ओम यस्तो पापोहम रचना पापात्मक कर्म समन्वत्रायमा फेरि सेम त्यही ऊ सबै नै गणेशलाई देवलाई कैलाशलाई ल अब आफूलाई अझै तिनपल्ट अलि मजाले झ्याप्पा सेक न भाइ तपाईहरु ब्याक गर्दिन त छिटो है खाली बेलामा त पानी रगेर नि एकैचोटि चाहिँ किन गर्नु म त के एकैचोटि चाहिँ किन गर्नु अरे दियो कलश पुज्नु त यता वहाँ दियो कलश पुज्नु पहिला पुग्नु पर्थ्यो अब मान्छे बुझिसकेर नगर काम गरेर भरे फेरि के हुँदैन टिका लाउनु भएको छैन अनि यसले फोटो खिच्दैन खिच्छ होला नि खोइ त यहाँ भन्नु पनि होइन भिडियोमा लगाइराख्नु भएको छ उता नै पारिदिने एउटा रोक्नेले तल यसो गर एउटा सामान ल्यायो एउटा सामान साउजी यता आउनुहोस् यो समातेर लगाएर तपाईँ यता आउनुहोस् सौजी बोलाउनु हुँदैछ तपाईँ यता आउनुहोस् अनुहार चाहिँ किन बिगारेको नानी रुम